मान्नै पर्दैन। रासोपाले खडा गरेको हाम्रा कारणले एउटा घर सुकुम्बासी बनेको छ, हाम्रा कारणले खडा भएको एउटा पनि होइन। हामी त समाधान गर्दैछौँ। ल रासोपाले ल्याइदिएको यो परिवार सुकुम्बासी परिवार भनेर यो देशभरि एउटा परिवार मलाई देखाउनुहोस्, एउटा मान्छे खडा गरेर देखाउनुहोस् न, एउटा पनि होइन। यो त पुराना राजनीतिक दलहरूले भोट बैंकका रूपमा आफूलाई खडा गरेर उनीहरूको समस्यालाई आफ्नो लाभका लागि प्रयोग गरेको भन्ने कुरा जगजाहेर छ नि। हो, हामी त्यसलाई समाधान गर्न चाहन्छौँ। समाधान गर्ने क्रममा अझ राम्रा तरिकाबाट समाधान गर्न सकिन्थ्यो कि? यस, सकिन्थ्यो, गरौँला पनि। तर फेरि पनि म रिपिट गर्छु साथीहरू, तपाईँ निर्धक्कका साथ के भन्न सक्नुहुन्छ भने अव्यवस्थित रूपमा खोलाको छेउमा असुरक्षित ढङ्गले बस्नुभएका र हाकाहाकी देखादेखि सोझै गैर कानुनी रूपमा हडपिएको अवस्थामा कदम चालिएको, त्यसभन्दा बाहेकका कसैले पनि आत्तिनु पर्दैन। त्यसका लागि छाती थाप्छु भनेको छाती त थापिएकै छैन अहिले पनि, सबैलाई लाल गुर्जा दिन्छौँ। समस्या त 30 वर्षदेखि उहाँहरूले खडा गर्नुभयो, छाती त हाम्रो थापिएको छ र हामी छाती अहिले पनि थापिरहेका छौँ। हामी छाती हटाउँदैनौँ, तबसम्म हटाउँदैनौँ जबसम्म भूमिहीनहरूले आफ्नो अधिकार पाउँदैनन्। हाम्रो छाती त्यही छ, छाती हटेको छैन, त्यही छ छाती। जो गइला लागेले छाती हटेको छैन र हामी व्यवहारिक रूपमा यो समस्यालाई स्थायी रूपमा हामी समाधान गर्छौँ। त्यसैले खोला छेउमा अव्यवस्थित रहनुभएकाहरूका लागि सरकारले चालेको कदम र लामो समयदेखि पेन्डिङमा रहेका काठमाडौँको हकमा भएका यी विषयहरूको यसलाई लिएर कसैले पनि राजनीतिक लाभ लिनको निमित्त भूमिहीन साथीहरूलाई, सुकुम्बासी साथीहरूलाई उचाल्न जानै पर्दैन। तपाईँहरू उचाल्दै गर्नुहोस्, हामी दिन्छौँ उहाँहरूलाई उहाँहरूको अधिकार। अहिले हुन्छ साथीहरूलाई नाइ भन्न अप्ठ्यारो पर्छ, आन्दोलनमा जाँदाखेरि अप्ठ्यारो हुन्छ कि भन्ने लाग्छ भने गइदिनुहोस्, जानुहोस्। हाम्रो विरोध गर्न पनि पाइन्छ, मुर्दाबाद भन्नुहोस्, सरकारलाई पुतला पनि जलाउनुहोस्, केही फरक पर्दैन। तर अधिकार चाहिँ हामी नै दिन्छौँ, हाम्रै सरकारले दिन्छ। त्यसले गर्दा आफ्नो क्षेत्रमा जाने साथीहरूलाई कतिपयले मलाई भन्नुहुन्छ, ओहो सभापतिज्यू त्यहाँ त हाम्रोमा त भूमिहीन साथीहरूले समस्या पार्ने भए, हामीले त अब भोटै दिँदैन नि क्या हो। मैले चुनावको बेलामा पनि भनेको छु, म झुटा बाचा गरेर भोट चुनाव जित्नुभन्दा म हार्न तयार छु, मलाई हराउनुहोस्, तर म झुटा बाचा गर्नेवाला छैन। तर अधिकार दिने कुरामा त्यसलाई लिपिबद्ध गरेर, त्यसलाई एउटा आयोग बनाएर, शक्तिशाली आयोग बनाएर वर्गीकरण गरेर त्यो अधिकार दिने कुरामा हामी सुनिश्चित गर्न सक्छौँ। तर अत्यन्त समस्याका रूपमा देखिएका हाकाहाकी गैर कानुनी देखिएका र नागरिक असुरक्षित रहने खोला किनारमा बसेका साथीहरूका हकमा काठमाडौँमा जे भएको हो त्यो देशैभरिको अवस्था होइन र उहाँहरू जसलाई उठाइएको छ उहाँहरूलाई हामी सुनिश्चित गर्छौँ कि उहाँहरूले आफ्नो हक अधिकार प्राप्त गर्नुहुनेछ। कोही पनि एउटा पनि नागरिकलाई घरबार विहीन बनाइने छैन। यो कुरा हामी फेरि पनि भन्छौँ र तपाईँहरूले शानका साथ भन्न सक्नुहुनेछ। यसमा कुनै पनि आपत्ति छैन, कुनै पनि अप्ठ्यारो मान्नुपर्ने अवस्था छैन। त्यसैले हो, कहिलेकाहीँ त्यहाँभित्रका समस्याहरू अहिले उजागर गर्न पुगेका साथीहरूले 30 वर्षसम्म खोलाको किनारमा, नालीमा, बाढीमा बसेका साथीहरूलाई व्यवस्थित गर भनेर हिजोको दिनमा पनि आन्दोलन गर्दै गएको भए, यसै गरी नारा जुलुस गरिदिएको भए हिजोकै सरकारले व्यवस्थापन गर्थ्यो नि। हिजो गरिएन, त्यसलाई समस्याका रूपमा राखियो। अब के हामीले यसलाई समस्याका रूपमा राखिरहने कि यसलाई समाधान गर्ने त? समाधान गर्ने क्रममा सरकारबाट कमी कमजोरीहरू भए होलान्, त्यो सप्रिन्छ, सुध्रिन्छ, भएका रहेछन् भने। तर यसलाई स्थायी समाधान गर्नमा हामीले कहीँ पनि कुनै कसर बाँकी राख्दैनौँ। त्यसकारणले कुनै पनि सांसद साथीहरूले चिन्ता गर्न पर्दैन र स्थानीय निकायका साथीहरूले पनि मैले भने स्थानीय सरकारले पनि यही कुरा अवलम्बन गरोस् र यसलाई राजनीतिको शिकार, यतिका वर्ष उहाँहरूलाई राजनीतिको शिकार बनाइयो, अब फेरि पनि उहाँहरूका नाममा राजनीति नगरियोस्। भोट उहाँहरूको इच्छाको कुरा हो, जसलाई हाले पनि हुन्छ। तर समस्या समाधान चाहिँ रासोपाको सरकारले गर्छ, यो कुराको सुनिश्चितता।